हेर्ने सोध्ने त्यति मात्रै हामी सीमित भयो भने चाहिँ त्यहाँदेखि अन्तिममा चाहिँ हाम्रो जीवन बर्बाद भएको चाहिँ कुनै पनि थाहा हुँदैन है। त्यही भएर चाहिँ हाम्रो जीवनमा चाहिँ एउटा उद्देश्य, आफ्नो अन्तिम लक्ष्य के रहेछ, नेक्स्ट लाइफको बाटो के रहेछ त हामी जब यो जीवित हुनेसम्म मात्रै रहेछ कि हाम्रो लाइफ जिन्दगी योभन्दा पनि अर्को पनि रहेछ त भनेर हाम्रो दुईवटा बाटो अप्सनहरू अलिकति लिएर सोचेर अगाडि गयो भने अवश्य पनि हाम्रो जीवन चाहिँ परिवर्तन हुन सकिन्छ। त्यो सँगसँगै हामी यहाँले जुन एउटा यहाँहरू बिसिसी फुटबलले जुन एउटा तामाङ लोसार, सोनाम लोसार, याबो लोसारमा विशेष उहाँहरूले यो पालिदेखि विशेष रूपमा यसरी गुरुहरूलाई पनि एउटा अवसर प्रदान दिनुभएको छ। यसले मेरो व्यक्तिगत रूपमा चाहिँ के देखाउँछ भन्दाखेरि जस्तै हामी धार्मिकसँग हामी सबै जोडेको छौँ, तर हामी संस्कारमा आइसकेपछि अलिकति भिन्नता हुन्छ है। किनभने संस्कार आफ्नो छुट्टो छुट्टो हुन्छ। त्यही भएर चाहिँ अब तामाङ लोसारमा आइसकेपछि हामीले संस्कारसँग जोडेको हुन्छ। लोसार धार्मिक र संस्कार दुइटैसँग जोडेको कारणले गर्दाखेरि अलिकति नेपालमा पनि त्यो लोसार एक हुन नसकेको कारण त्यहाँ हो विशेष चाहिँ। नत्र हामी सबै बुद्धिस्ट हो, लोसार एक भएर हामी अगाडि जान्थ्यौँ, तर अलिकति धार्मिकसँग संस्कार छुएर गयो। छुएर जाँदाखेरि चाहिँ त्यो अलिकति आफ्नो संस्कारसँग मिसेर जाँदाखेरि चाहिँ अब तामाङ लोसारमा धार्मिकसँग यसरी जोडेको राम्रो हुन्छ है। नत्र त हामी एक दिनको नाचगान गऱ्यो, हामी खायो, मिठो खायो, भेटघाट गऱ्यो, त्यसकै सीमित भयो भने त्यो एक दिनको रमझमको कुनै पनि एकछिनको लागि भेटघाट हुन्छ है। आफ्नो संस्कार बचाउन सकिन्छ र धर्मलाई हामी अगाडि बढाउन सक्दैन। नत्र हामी यो संस्कारसँगै धर्मलाई पनि अलिकति जोडेर एउटा धर्मगुरुको पनि एउटा भूमि रहन्छ लोसारहरूमा। अनि त्यसमा अब विशेष धार्मिक बाटोलाई पनि अगाडि बढाउनु भयो भने चाहिँ त्योसँग पनि जोडेर जान्छ। त्यही भएर चाहिँ मेरो बुझाइमा चाहिँ ठक्कै टच हुने रहेछ संस्कारसँग। अनि सोनाम लोसारमा पनि त्यो सांस्कृतिक आफ्नो संस्कृति जगाउने एउटा त्योसँग पनि सम्बन्ध जोड्यो। त्यस्तै गरी ग्याल्बो लोसारमा पनि एउटा सम्बन्ध त्यसरी जोड्यो। तर हामी अलिकति अन्यलमा चाहिँ के छ भने हामी आफै अलिकति अन्यलमा चाहिँ के छ भने हामीले अब लोसारकै विषयमा कुरो गर्नु पर्दाखेरि जस्तै हामीले चीको आधारमा हामी जानुपर्ने